हामी चाहिँ यासोक बजारबाट निस्किसकेका छौँ। यहाँ अगाडि आयुष हिँड्दै छ। हामी चाहिँ चतुरे मेला हैन, मिसहरू यहाँनेर हुनुहुन्छ हैन, नजाने नजाने भनेर क्यान्सल गर्दै गर्दै लास्ट स्टेजमा फाइनल्ली हामी हिँडिसकेका छौँ, पुग्ने भयो। त्यहाँ यहाँ केटाकेटीहरू पनि रहेछन् हाम्रा स्कुलका यहाँनेर हैन, ब्याकबाट मिसहरू। फाइनली हामी चतुरे हिँड्दैछौँ। यति बेरसम्म प्लान क्यान्सल लास्ट स्टेजमा गर्न आँट्दाखेरि पनि हामी हिँड्नलाई हिँडिसकेका छौँ। ला यहाँ अगाडि त बाख्रा पो रहेछ, ब्याउने बाख्रा रहेछ। चतुरे चाहिँ ऊ त्यो पर देखिएको त्यो परको डाँडा हो, यहाँनिर हो चतुरे चाहिँ। पिङ अलिअलि देखिँदैछ। ल तिहारमा यो कुखुरा खान पाएँ त बा कम्ता मिठो हुन्थ्यो र। यो चाहिँ मेरो खुट्टा। यहाँ अगाडि चाहिँ ठुलो बहिनी हुनुहुन्छ। हामी चाहिँ हाम्रो पछाडिको ब्याक भ्यू चाहिँ यस्तो छ हैन। यो चाहिँ हाम्रो कुसायक मन्दिर हैन। अनि कुसायक मन्दिर आइसा चाहिँ अगाडि 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 कुद्दैछ। मिसहरू चाहिँ गोठा लगुवाको कहानी गर्दै हुनुहुन्छ, वस्तुहरू छोडी पठायो भनेर भन्दै हुन्छ। हामी चाहिँ हिँड्दै हिँड्दै यहाँनिर आइपुगेका छौँ। यहाँनिर चाहिँ यहाँनिर चाहिँ अस्ति यासोकमा पानीको सर्टेज भएको बेला पानी नै आएन नि, यहाँ एक्कासी पानी उम्रेको थियो क्या पोहोरको साल। अनि हामीले यहाँबाट पानी ओसारेको यही ठाउँ हो। हामीले यहाँनिर यो पानी यस्तो छ, यहाँनिर अस्ति नै उम्रेको थियो। अनि हामीले यहीँबाट पानी बसेको। यहाँ चाहिँ बाइकबाट को आउनुभयो, हामी चाहिँ हिँडिरहेको छौँ होइन। बस पनि आउँदै रहेछ ऊ त्यहाँ पर ऊ यतिकैमा। ल ल हाम्रोमा चाहिँ बस आइसकेको छ दमकबाट धरानको बाटो हुँदै, दुईटा बस होइन। मरिन जाउँ न अपराधीहरू सबै धुलो उडाएर। के साह्रो धुलो यत्तिकै जानी जानी उडाएको होला नि धुलो। मिसहरूको हालत के हो, मेकअप 1 घन्टा मेकअप गरेको हेर त बित्यास। अर्को बस पनि आउँदै रहेछ ल हेर। यहाँनिर हामीलाई त त्यत्रो बेर मेकअप गरेको त नाश भयो हौ। हेर त धुलो उडाएर दिपक दाइ त मिसरको अवस्था। यहाँनिर मनिषा चाहिँ घर जान छोडेर यतातिर कुद्दै रहेछ। पछाडिको हाम्रो भ्यू यो चाहिँ त्यो चाहिँ तिजोक डाँडा। तिजोक डाँडा होइन। यो कसको घर हो मलाई थाहा छैन। सन्जु भने भ्यू चाहिँ यस्तो देखिरहेछ। त्यो पारीको चाहिँ नमी डाँडा, यो